हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र स्वर्गद्वारी। नेपालको पवित्र भूमि प्युठान जिल्लामा अवस्थित स्वर्गद्वारी हिन्दू धर्मावलम्बीको गहिरो आस्था, विश्वास र साधनाको केन्द्र हो। हिमालको काखमा बादलसँग कुरा गरिरहेको जस्तो अनुभूति दिने यो पवित्र धाम केवल मन्दिर मात्र होइन, आत्मिक शान्ति र साधनाको अनुभव स्थल हो। यहाँका हरेक ढुङ्गा, हावाको प्रत्येक झोक्का र घण्टाको ध्वनिमा दिव्य अनुभूति हुन्छ। स्वर्गद्वारी महप्रभुका तपस्या र साधनाले यो भूमि अझ पवित्र बनेको विश्वास गरिन्छ। यहाँ पशुबलि पूर्ण रूपमा निषेध छ। अहिंसा, सत्य र सेवा नै मुख्य धर्म मानिन्छ। त्यसैले स्वर्गद्वारी मानवता, करुणा र शुद्ध आस्थाको सन्देश दिने तीर्थस्थल हो। भनाइ छ यहाँ साँचो मन, निस्वार्थ भाव र श्रद्धाले गरिएको प्रार्थना कहिले खेर जाँदैन। स्वर्गद्वारी पुग्ने यात्रामा थकाइभन्दा बढी शान्ति भेटिन्छ, कठिनाइभन्दा बढी आशा जन्मिन्छ। यहाँ आएपछि मन हलुका हुन्छ, जीवनप्रति नयाँ दृष्टिकोण विकसित हुन्छ। स्वर्गद्वारी केवल गन्तव्य होइन, आत्मालाई परमात्मासँग जोड्ने सेतु हो।